So hi guys, welcome back to my channel and अहिले चाहिँ रातिको 1 बज्न लाग्यो 12:55 भइरहेछ and यो भिडियो बनाउनुको मेन रिजन चाहिँ आज तपाईहरुको अगाडि मेरो एक्सपिरियन्स शेयर गर्न आएको बिकज फर अ फर्स्ट टाइम म चाहिँ जयनगर एक्लै गएर आए यस दिन चाहिँ एकदमै रसमा थियो धेरै भिडियो पनि बनाउन पाएन बिकज फोनको ब्याट्री सक्छ कि एक्लै थिए डर पनि लागिरहेको थियो एन्ड त्यही पनि या म्यानेज गरेँ जसोतसो राति चाहिँ काठमाडौँबाट माइती गएँ माइतीबाट फेरि आज बिहान घर आइपुगेँ एन्ड घरबाट खाना पनि खाएको थिइनँ यस्तो रसमा थियो दिन एन्ड त्यसपछि म फटाफट गएर इन्डिया पुगेर आएँ रातिको 7 बजेतिर म घर पुगेँ एन्ड भोलि मकर सङ्क्रान्ति हो सो लड्डुहरू पनि बनाउनु थियो एन्ड त्यसपछि मम्मी म बहिनी कामहरू सकेर भर्खर आइपुगेँ एन्ड त्यसपछि अब चाहिँ मैले के किनेर ल्याएँ भने हेरौँ है त सो आज चाहिँ मैले धेरै सामानहरू लिएर आएँ बिकज कति पल्टदेखि चाहिँ म आउन पनि भ्याइरहेको थिइनँ एन्ड सबै सामानहरू अनलाइन नै मगाइरहेको थिएँ योपालि चाहिँ आफैले छानेर लिएर आएको छु एन्ड धेरै नयाँ नयाँ आइटमहरू पनि छ सो स्टे ट्युन गाइज एन्ड सबै भिडियो पनि बनाउन भ्याउँदिनँ कति त फोटोबाटै हेरेर सकिन्छ इफ तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने मेरो वाट्सएप नम्बर छ होइन त्यहाँ टेक्स्ट गर्नु म तपाईँहरूलाई ग्रुपमा एड गरिदिन्छु त्यसले गर्दाखेरि नयाँ सामानहरू जुन आएको हुन्छ नि त्यसको फोटो हेर्न सक्नुहुन्छ त्यहाँबाट एन्ड भिडियोहरू पनि हालेको हुन्छु सो त्यहाँबाट सिलेक्ट गर्न सजिलो हुन्छ बिकज सबै सामानको चाहिँ भिडियो बनाउन भ्याउँदैन बिकज घर यताउता सबै हेर्नुपर्छ सो तपाईँहरू वाट्सएपमा कनेक्ट हुनु होला एन्ड अब चाहिँ एउटा एउटा गरेर यस्तोवाला सेटहरू आएको छ यो एडीमा हो एन्ड यसमा कति धेरै भेराइटीहरू पनि छ तपाईँहरू हेर्न सक्नुहुन्छ यो कस्तो क्युट थियो कि यो माङटिका सँगै रहेछ हेर्न सक्नुहुन्छ यसको क्वालिटी एकदमै दामी छ सो तपाईँहरूलाई इफ यो बिहेको लागि इन्गेजमेन्टहरूको लागि चाहिएको छ भने छिटो छिटो टेक्स्ट अर्को चाहिँ यस्तोमा ब्राइडल सेट पनि आएको छ ग्रिन रेड एन्ड कति धेरै कलरहरू छ यो वाला भयो यसको चाहिँ मान्टिका ठुलो लङमा एन्ड सर्टमा आएको छ कानको एकदमै हेभी छ है यो वाला अर्को सबसे मन परेको मलाई यो वाला के यसको कानको यो पुरै एडी हो यो ओरिजिनलमा हो सो यो वाला यस्तो खाले इयरिङ तपाईँहरूलाई मनपर्छ भने यो थोरै पिसमा आएको छ एकदमै बवाल क्वालिटीमा आएको छ सो यो वाला चाहिएको छ भने भन्नु अरे एडीमै यो सिम्पल 1 लेयरको यो चाहिँ नेकलेस हो एन्ड यसको कानको पनि छ सो एकदमै क्युट छ सिम्पलमा एकदमै क्युट देखिने लाइक इन्गेजमेन्टहरूमा एन्ड त्यसपछि पार्टी वेयरको लागि एकदमै पर्फेक्ट हो म्यारिड अनम्यारिड सबैको लागि हो त्यसपछि एउटा यस्तो वाला सेटमा छ यो चाहिँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो कलर छ कि एन्ड त्यसपछि तपाईँको एडीमै यहाँ कति धेरै छ एडीमै यो वाला छ होइन यस्तो खाले चाहिएको छ भने एकदमै छिटो छिटो मेसेज गरिहाल्नु होला होइन यो वाला के एकदम क्युट छ कि यो पनि होइन यो वाला भएको अनि त्यसपछि यस्तो खाले टेम्पल ज्वेलरीहरू पनि आएको छ नयाँमा अस्ति ल्याएको त सबै सकिसक्यो सो टेम्पल ज्वेलरी पनि अर्को यो वाला चाहिँ क्रिस्टलमा आएको छ यो चाहिँ लाइक मम्मीहरूको लागि र हाम्रो एजको लागि पनि एकदमै पर्फेक्ट हो सो यस्तो वाला मनपर्छ भने यो एउटा भइहाल्यो एउटा यो चाहिँ टेम्पलमा भइहाल्यो यसको ग्रिन सरी झुम्का पनि यस्तो खाले भएको छ सो यो एन्ड यसको यो ग्रिन कलरमा आएको छ यसको मान्टिका हेर्न सक्नुहुन्छ यस्तो क्युट छ होइन सो एकदमै रिजनेबल प्राइसमा छ होइन यो बिहे सिजनको लागि चाहिँ लिएर आएको हो सो इफ तपाईँहरूलाई चाहिएको छ भने छिटो छिटो टेक्स्ट गर्नु होला यो चाहिँ व्हाइटमा छ जुन पनि ड्रेससँग म्याच हुन्छ सो व्हाइट कलर त्यसपछि यस्तो वाला सेट होइन यसको इयरिङ पनि छ एकदमै राम्रो छ होइन इफ तपाईँहरूले चाहिएको छ भने छिटो म्यासेज गर्नु होला एउटा यो भइहाल्यो यो चाहिँ तपाईँको क्रिस्टलमा सेट आएको छ होइन यो चाहिँ तपाईँ मम्मीहरूको लागि एकदमै पर्फेक्ट कस्तो प्रिटी छ कि यस्तो लङमा कति धेरैजनाले मलाई भन्नुभएको थियो यस्तो खाले ल्याइदिनु भनेर सो एउटा यस्तोमा पनि कस्मेटिक झुम्का आएको छ कस्तो क्युट छ कि कति धेरैजनाले यस्तो लङमा ल्याइदिनु भनेर भन्नुभएको थियो सो या यो यसको चाहिँ दुईवटा कलर मात्रै छ एउटा रेड एन्ड एउटा ग्रिन अर्को बाँकी कलरै थिएन सो यसमै टनै लिएर आएको छु यो चाहिँ एन्ड त्यसपछि यो कस्मेटिक अर्को भइहाल्यो एन्ड यस्तो मिनिमलवाला यो एलिफेन्टवाला इयरिङ पनि लिएर आएको छु क्युट क्युट टाइपको सानो मलाई पर्सनली एकदमै मनपर्छ सानो इयरिङ सो म यो राख्ने गरेको छु अनि त्यसपछि यस्तोमा पनि आएको छ यो पनि एकदमै प्रिटी छ कि यो क्युट क्युट टाइपको सानो सानो एकदमै राम्रो क्वालिटीमा छ सो यसमा चाहिँ केही कम्प्रोमाइज हुँदैन यो अक्सिडाइजमा छ कलरवाला पनि छ एन्ड त्यसपछि फुल अक्सिडाइज पनि छ है
एन्ड त्यसपछि मैले चाहिँ सो आजको सामान चाहिँ यति थियो एन्ड त्यसपछि अरू सामान चाहिँ भन्सारमै छ सो भोलि या पर्सिसम्म आइपुग्छ सो वाट्सएपमा छिटो कनेक्ट हुनु होला ताकि तपाईँहरूलाई म आफ्नो प्रोडक्टहरू लाइक फोटो थ्रु चाँडै देखाउन पाऊँ बिकज कति धेरै सामानहरू आफन्त या जो पनि चिनेको छ उहाँहरूले मेसेज गर्दाखेरि म फोटो पठाइदिन्छु उहाँहरूलाई मन पऱ्यो भने त्यहीँबाट लिनुहुन्छ सो अब चाहिँ बाँकी मैले मेकअपको सामानहरू पनि त्यहाँबाट किनेर लिएर आएको छु फर फर्स्ट टाइम बिकज अहिले चाहिँ म मेकअपको ट्रेनिङ पनि लिइरहेको छु कति धेरै सामानहरू चाहिरहेको हुन्छ सो मैले त्यहाँबाट केही सामानहरू लिएर आएँ फर्स्टमा चाहिँ यो आई प्यालेट हेर मैले त बिकज अहिले चाहिँ म मेकअप सिकिरहेको छु एन्ड मलाई चाहिँ एकदमै धेरै कलरहरू चाहिरहेको हुन्छ कि सो मसँग अलरेडी 3टा आई प्यालेट छ एन्ड यो फेरि लिएँ मैले सो यो वाला मसँग अलरेडी 3वटा आई प्यालेट छ एन्ड यो मैले मोर भन्ने ब्रान्ड हो आई गेस एन्ड यो म युज गरेपछि भन्छु यो कस्तो छ भनेर एकदमै रिजनेबल प्राइसमा पाएको एन्ड एउटा यो क्युटवाला लिएर आएँ मम्मीको लागि मम्मीलाई चाहिरहेको थियो सो यो यसमा चाहिँ धेरै कलर अप्सन छैन यसमा ब्लस पनि छ ग्लिटर पनि छ एउटा एन्ड सिमर हेर्न सक्नुहुन्छ एन्ड त्यसपछि यो म्याट फर्ममा पनि छ सो यो चाहिँ एकदमै पर्फेक्ट हो मलाई चाहिरहेको थियो सो यो एउटा क्युटवाला सानोमा लिएर आएको अनि त्यसपछि एउटा ल्याक्मीको फिक्सर लिएँ एन्ड त्यसपछि यो चाहिँ हाइलाइटर होली रोज भन्ने ब्रान्डको हो यस्तो राम्रो थियो कि यो फर्ममा सो मैले लिइहालेँ एउटा ट्राई त्यसपछि एउटा यो फिक्मीको कम्प्याक्ट पाउडर लिएर आएँ यो पनि एकदमै राम्रो छ यो पहिला पनि मैले युज गरिरहेको थिएँ सो मैले त्यहाँदेखि सो आजको सपिङ चाहिँ मेरो यति नै थियो जयनगरबाट एन्ड बाई बाई गुड नाइट अहिले चाहिँ 2 बजिरहेको छ रातिको सो फेरि भोलि बिहानै उठ्नु छ भोलि धेरै गेस्टहरू पनि आउनेवाला हुनुहुन्छ एन्ड घरमा छु सो घरमा छु एन्ड भोलि मकर सङ्क्रान्ति हो सो तपाईँहरू सबैजनालाई ह्याप्पी मकर सङ्क्रान्ति एन्ड स्टे ट्युन गाइज सो मच गाइज एन्ड थ्याङ्क यू सो मच फर यर लभ एन्ड सपोर्ट तपाईँहरूको लभ एन्ड सपोर्टले म चाहिँ आज सानो सानो इयरिङबाट अब चाहिँ ज्वेलरीहरू टन्नै थप्न थालेँ सो या बाई बाई गुड नाइट